यहाँ सबैलाई नमस्कार। अब यो हामी एमनेस्टी इन्टरनेसनल जाजरकोट ग्रुपले यो साई जाव फाइके म्यानमारका पत्रकार हुन्। उनीहरूले चाहिँ पत्रकारिता गरेकै आधारमा चाहिँ खुनामा राखेको र पिटिएका अवस्थामा राज्यले चाहिँ दमन गरेको भन्ने हिसाबले यो नेपालमा पनि विभिन्न खालका राज्यले दमन गरिराखेका कुराहरूमा मानवाधिकार कर्मीहरूले बेला बखतमा आवाज उठाइराखेको अवस्था हुन्छ र यही सिलसिलामा अहिले हामीले अभियानको सिलसिलामा हामीले चाहिँ यो राइट फर राइट्स अभियान अन्तर्गत यो साई जाव फाइके म्यानमार अनि त्यसपछि मदर नेचर भन्ने क्याम्बोडियाका नागरिक, त्यसै गरी उनीसिरको अम्बोटेनी भनेर दक्षिण अफ्रिकाको एकजना नागरिक छन् भने अर्को चाहिँ एलिनोर गुट्रुम भन्ने चाहिँ रुसी नर्वेका छन्। त्यस्तै गुइरेसास कुमरला अमाजोनिया भन्ने इक्वेडरका र त्यसै गरी जबरजस्ती निष्कासन परेका र पर्ने जोखिममा रहेका समुदाय नेपालमा छन्। यी सबै नागरिकहरूको पक्षमा हामी एमनेस्टी इन्टरनेसनल नेपालले जाजरकोटमा पनि यो हस्ताक्षर अभियान सुरु गरेको छ। हामीले जाजरकोटमा पनि मानवाधिकार हननका कुराहरू पनि बेला बखत गरि नै राखेका छौँ र अहिले यसलाई पनि हामीले राइट फर राइट्स अभियान 2025 अन्तर्गत अभियानकै रूपमा हामीले चाहिँ यसरी हाम्रो चाहिँ विभिन्न व्यक्तिहरूका चाहिँ हामीले तयार पारेर यसलाई चाहिँ हस्ताक्षर अभियान सङ्कलन गरेका छौँ, जसले आफ्नो सदुपयोगले चाहिँ उनीहरू चाहिँ राज्यले दमन गरेको कुराबाट चाहिँ उन्मुक्ति पाउनुपर्छ, उनीहरू चाहिँ स्वतन्त्र नागरिक भएर चाहिँ जीवनयापन गर्न पाउनुपर्छ भन्ने लाग्छ भने यहाँले हस्ताक्षर गर्न सक्नुहुन्छ। हाम्रा भोलिन्टियर साथीहरू, युथ एमनेस्टियन साथीहरू पनि आउनुहुन्छ। हाम्रो युथ नेटवर्कहरू पनि छन्। नेटवर्कमा आबद्ध हुन चाहने, यो एमनेस्टीमा चाहिँ आबद्ध हुन चाहनेहरू पनि हामीसँग आउन सक्नुहुन्छ र यो अभियानमा चाहिँ सहभागिता जनाउन सक्नुहुन्छ। यो अभियान आजदेखि हामीले जाजरकोटमा विभिन्न विद्यालय, विभिन्न गाउँ बस्ती टोलहरूमा चाहिँ सुरुवात गरेका छौँ। यहाँलाई फोन पनि आउन सक्छ, केही छ यसमा मेल आउने भयो।